दर्शकबिनहरू यसो यो भयो है, यो चाहिँ जेन्जी पछाडिको स्टोरी। यो तोडफोड गरेको यसरी देख्नुहुँदैछ बलहरू। यो चाहिँ मुख्य प्रवेशद्वार रहेछ। यो चाहिँ प्रवेशद्वार हो, यसरी हेर्न सक्नुहुँदैछ। अब मलाई तपाईँले देख्न सक्नुहुँदैछ यो चाहिँ सबै तोडफोड भएको रहेछ सबै। यो चाहिँ प्रवेशद्वार देख्नुहुँदैछ। अहिले चाहिँ बन्द छ केही समयको लागि। यो चाहिँ सस्पेन्ड चाहिँ गरिराखेको रहेछ यसरी। जस्तै यहाँबाट जम्प गरेर मान्छेहरू भाग्छ भनेर, बाहिर निद्रापर्छ भनेर। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ 4 फुट रहेछ। यो भनेपछि यो 3 फुट हुन्छ यसरी। यस्तो स्ट्रक्चर चाहिँ राम्रै छ। यहाँ हेर्नुहोस् है, प्रतीक्षालय त्यो हो। यहाँ चाहिँ केही राम्रो छ। अनि यहाँ चाहिँ भित्र चाहिँ गार्डनहरू देख्न सक्नुहुँदैछ। अहिले चाहिँ यो चाहिँ भित्र घाँसहरू मर्ने दबाई लगाएको छ कि क्या हो। यो चाहिँ हाम्रो झापा क्षेत्र नम्बर 3 हो। केपी शर्मा ओलीले स्वीकृति गर्नुभएको भ्यू टावर बनाउनको लागि। देख्न सक्नुहुँदैछ यो चाहिँ ट्याङ्की पनि पहिला भत्काएको जस्तो लाग्यो जेएनजी समूहहरूले। पार्किङ निषेध गरेको रहेछ। ल यो चाहिँ भ्यू टावर है हुँदैछ। अनि यो चाहिँ लिस्न पनि रहेछ। ल देख्नुहुँदैछ, यो चाहिँ तोडफोड भएको हो पछिल्लो समय। यो भदौ 24 गतेको यसरी। ल यहाँ चाहिँ हल्का यसरी यहाँबाट बाइपास हुन्छ भनेर होला यसरी प्रोटेस्ट लाउनु भएको रहेछ। ल हेर्नुहोस् है, अगाडिको यसरी सबै लाइट तोडफोड भएको रहेछ। यसरी टेप लगाएर बन्द भएको छ। यहाँ चाहिँ भिजिटरहरू आउनु भएको छ विभिन्न ठाउँबाट। ल यति भन्दै मेरो भ्लगलाई चाहिँ यहाँ अन्त्य गर्छु है।